हेलो गाइस, आज म तपाईहरुलाई नि त मेरो सासू आमाले के टिपेर लिएर आउनु भएको छ देखाउँछु ल। बा आमा कति राम्रो राम्रो साग लिएर आउनु भएछ। कहाँबाट ल्याउनु भएको? बारीबाट टिपेर ल्याएको। यहाँ हेर्नुस् गाइस, कति राम्रो राम्रो साग हाम्रो आमाले टिपेर ल्याउनु भएको बारीबाट। यो सबै मिक्सचर साग छ के, पुरा अर्ग्यानिक हो। आमाले टिपेर ल्याउनु भएको। अहिले चाहिँ सफा गर्नु हुँदैछ। यति सफा गरिसक्नु भयो। अनि यो पुरा हेर्नु, तपाईलाई एउटा साग देखाउँछु ल। यो हेर्नु, यो नि यस्तो, यो चाहिँ चरी अमिलोको पत्ता हो नि आमा। अनि चरी अमिलोको पत्ता पनि साग बनाएर खान्छौँ अरे आमाहरूले, खानुहुन्छ अरे। मलाई चाहिँ थाहा थिएन, आजै थाहा भएको। अनि यहाँ हेर्नु, यो चाहिँ हो मानेमुने साग। यो भी अर्ग्यानिक साग हो। कति राम्रो छ हेर्नु न, कति हरियो निस्किन्छ नि। यहाँ त हामीको माथितिर चाहिँ त्यो हुँदैन, यहाँतिर चाहिँ बेसी नै हुन्छ। यो पनि खानुहुन्छ? मलाई थाहा थिएन, अब आज खान्छौँ हामी पनि सबै। आज बिहान चाहिँ कहाँबाट खायो त्यो पनि? आज बिहान पनि आमाले बनाएर खिलाउनु भएको थियो, तर मलाई थाहा थिएन कि चरी अमिलोको पत्ता नै हाल्नु भएको थियो भनेर चाहिँ। मलाई चाहिँ थाहा थिएन, मैले चाहिँ सोचेको थिएँ यो साग मात्रै होला भनेर। बिहान आमाले साग बनाउनु भएको थियो नि त।